व्यक्तित्वको हिसाबले श्वेता खड्का सम्मानित व्यक्ति हुनुहुन्छ। अझ कलाकारिताको क्षेत्रबाट हेर्दाखेरि उहाँ राष्ट्रको गहना पनि हुनुहुन्छ, हामी सम्मान गर्छौँ। तर सभामुख महोदय, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 11मा रहेको 55 घर माझी बस्तीलाई म निर्माण गर्छु भनेर 72 सालको भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा उहाँले सेवामूलक ढङ्गले आफ्नो नाममा श्री श्वेता चाहिँ खड्का फाउन्डेसन संस्था निर्माण गरी चाहिँ सहयोग गर्छु भन्ने उद्देश्यले उहाँले घर निर्माण गरिदिनु भयो। तर आज उहाँकै कारणले गर्दाखेरि 55 घरधुरी माझी बस्ती समुदायका नागरिक आज बैंकको कालो सूचीमा परेर बस्ती नै चाहिँ एउटा लिलामको अवस्थामा पुग्ने परिस्थिति सिर्जना भएको छ। सभामुख महोदय, उहाँले सेवाको भावनाले गर्नुभयो, हामी नराम्रो मान्दैनौँ, तर चाहिँ उहाँले जुन किसिमले चाहिँ सेवा देखाउन खोज्नुभयो त्यसलाई पुरा गर्न सक्नु भएन, उहाँले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु भएन। आज त्यहाँका माझी बस्तीहरू कति बेला बैंकले हामीलाई पक्रिन्छ भनेर त्रासको अवस्थामा त्यहाँबाट विस्थापित भइरहेको अवस्था छ।